यस्तो भएको छ भने यस्तो अवस्थालाई चाहिँ मेडिकल भाषामा बेलानाइटिस भनेर भनिन्छ। लिङ्गको अग्रभाग हुन्छ नि जुन ग्ल्यान्स पिनस, त्यसमा चाहिँ रातो बिबिराहरू यसरी आउने अथवा सेतो फोहोर जस्तो जमेर बस्यो भने त्यस्तोलाई चाहिँ बेलानाइटिस भनेर भनिन्छ। कहिलेकाहीँ चाहिँ जुन फोर स्किन हुन्छ नि लिङ्गको ढकनी, त्यसमा पनि यस्तै प्रकारको इन्फेक्सन हुनसक्छ जसलाई चाहिँ बेलानोपोस्थाइटिस भनेर भनिन्छ। सामान्यतः यो बेलानाइटिस अथवा बेलानोपोस्थाइटिस चाहिँ जसलाई डायबिटिज भएको छ, अनकन्ट्रोल्ड सुगर छ होइन, अथवा चाहिँ जसको लिङ्गको सरसफाइ राम्रोसँग भइरहेको छैन, अथवा कहिलेकाहीँ चाहिँ यो चाहिँ यौन रोगको लक्षण पनि हुन सक्दछ। यस्तो अवस्थालाई चाहिँ बेलानोपोस्थाइटिस भनिन्छ। बेलानोपोस्थाइटिस यदि देखिएको छ होइन, यस्तो बिबिराहरू आएको छ भने नजिकको चिकित्सकसँग सल्लाह लिनु होला, अथवा जान मिलेको छैन अथवा तपाईँहरू बाहिर हुनुहुन्छ भने तपाईँहरूले चाहिँ बजारमा एउटा क्लोट्रिमाजोल भन्ने एउटा क्रिम पाइन्छ, यो फोटोमा हेर्न सक्नुहुन्छ। बिहान एकपटक बेलुका एकपटक 2 हप्ता तपाईँहरू प्रयोग गर्न सक्नुहुनेछ। लिङ्ग दिनकै सफा गर्ने बिहान एकपटक बेलुका एकपटक, साबुन र तातो पानी प्रयोग नगर्नु होला, यो बिस्तारै निको हुन्छ। तर यदि एकपटक यस्तो भएको छ भने आफ्नो नजिकको डक्टरसँग चाहिँ एकपटक तपाईँहरू सल्लाहको लागि चाहिँ जानु होला।